हेलो हाई नमस्ते अनि वेलकम ब्याक टु माई न्यू ब्लग। र बहुत दिन भएको थियो है भिडियोहरू नबनाएको। अब त्यस्तै हो, काम कुराले एकदम बिजी भएर अन्त अलिक समय निकाल्नु बहुत साह्रो परेकोले गर्दा चाहिँ टाइमै पाएको थिइनँ भिडियोहरू बनाउनु लागि चाहिँ होइन। र अहिले चाहिँ आजदेखि चाहिँ फेरि आज चाहिँ एउटा भिडियो लिएर आएको छु तपाईँहरू समक्ष। र अहिलेको अपडेट दिनुपर्दा चाहिँ अहिले फिलहाल चाहिँ म सिलगढीमा छु। एकदमै बेसी गरम छ हो, पसिनाले पुरा लुगासुगा पनि भिजेर छलक्कै भइसकिसक्यो। र अहिले चाहिँ म बाइपास रोडमा बानेश्वर मोडदेखि अलिकति अगाडि आरआर हार्डवेयरमा छु। र यहाँ चाहिँ किन आएको भन्दा चाहिँ यहाँनिर चाहिँ आज चाहिँ म इँटा लोड गर्नु लागि आएको गाडीमा। र इँटा चाहिँ एउटा गाडी चाहिँ लोड हुँदैछ, यहाँ देख्नु सक्नुहुन्छ। यो चाहिँ धमाधमी लोड हुँदैछ। र त्यसपछि चाहिँ मेरो टर्नमा लगाइरहेको छु गाडी। र हामी दुईवटा गाडीको चाहिँ एउटै जग्गाको लोड हो, याङयाङ साउथ सिक्किमको। हेरौँ बाटोहरू के कस्तो छ होइन। त्यो अर्को गाडीको दाजु प्रकाश दाजु चाहिँ अस्ति पनि त्यही पार्टीको खाली गरेर आउनुभएको। र बाटो चाहिँ एकदम पुग्ने बेलामा चाहिँ एकदम खराब छ भन्दै थियो, 2-3वटा टर्निङ चाहिँ पुरा अप्ठ्यारो छ भन्दै थियो। र हेरौँ के हुन्छ, अब गएपछि थाहा हुन्छ होइन। हेरौँ हामी इँटा हालेर जाँदाखेरि चाहिँ के कसो हुन्छ बाटोमा, नयाँ जग्गामा तपाईँहरूलाई देखाउने प्रयास गर्छु। ल है साथी हो, अहिले भने चाहिँ बल्ल मेरो गाडी लागिसक्यो अब पोइन्टमा। र यस्तो छ यहाँनिर चाहिँ यो फलामको पोल होला सायद, यस्तोहरू पनि बनिँदो रहेछ। हालेर चाहिँ ठुलो छ। अहिले चाहिँ इँटा लोड गर्नु लागि पोइन्टमा लगाइसकेको छु गाडी, देख्न सक्नुहुन्छ यहाँनिर। र म चाहिँ अहिले गाडीको एकदम हुटमा चढेरै माथि चढेर देखाउँदैछु तपाईँहरूलाई। ल दादा सुरु गर न अब, ड्याङ्केड्याङ। ल सुरु गर। गउँदा साथी हो, आधा चाहिँ लोड भइसक्यो गाडी चाहिँ होइन। तर आधा लोड हुँदा हुँदै डरलाग्दो पानी पर्न थाल्यो सिलगढीमा चाहिँ। अब अहिलेसम्म पुरा गरम थियो, अचानक पानी पर्नु थालेर चाहिँ अहिले भने चाहिँ लेबरहरू पनि सबैजना बसिरहेको छ। र म पनि यहाँ गाडीभित्र आएर बसिरहेको छु। यहाँ तपाईँहरू देख्न सक्नुहुन्छ बाहिर चाहिँ यस्तो डरलाग्दो पानी पर्दैछ। यहाँ हेर्नुहोस् यति डरलाग्दो पानी स्टार्ट भयो। यताबाट पनि हेर्नुहोस् हो, बाहिर चाहिँ डरलाग्दो पानी परिरहेको छ। अब चाहिँ खै इँटा पनि अब चाहिँ 3 किलो पुग्छ होला पानीले भिजेर। पानी रोक्यो भने त छिटो भइहाल्थ्यो लोड। र पानीले चाहिँ बोरिङ गर्यो। इँटा हालिसकेर पनि 4-5 बन्डिल रड पनि हाल्नु पर्दैछ यहाँ भाइजीले चाहिँ। हेरौँ अब के हुन्छ होइन। यो पानी कहिलेसम्म रोकिने हो हेर्दै जाउँ। ल है साथी हो, अहिले भने चाहिँ लोडसोड भएर रड हालेँ अलिकति र लोडसोड भएर अहिले चाहिँ रेडी हिँड्नुको लागि तेल हाल्नु लागि आइरहेको छ। अहिले चाहिँ यतापट्टि दादा गाडीको तेल हाल्दैछ र यतापट्टि चाहिँ मेरो अब तेल हालेर चाहिँ निक्लिने। अब अगाडि गएर चाहिँ के हुन्छ सबै तपाईँहरूलाई यो भिडियोमा देखाउने छु है त। ल है साथी हो, अब चाहिँ हामी लाग्यो आफ्नो गन्तव्यतिर। यो अगाडि जाँदै गरेको गाडी पनि हाम्रो प्रकाश दाजुको गाडी। दुईजनाको चाहिँ एउटै लोड हो, एकै जग्गाको। र अहिले भने चाहिँ 8:30 भइसकिसकेको छ रातिको। र यताउता सबै काम गर्दा भर्खर चाहिँ हामीले गाडी सिलगढीबाट गाडी छोडेको। र अब चाहिँ हामी निस्किसकेको छौँ। अहिले फिलहाल चाहिँ हामी सेवकको जङ्गलभित्र छु। र हेर्दै जाउँ के हुन्छ है। हेलो गुड मर्निङ साथी हो। र अहिले चाहिँ हामी सिङताम रम्फू पार गरेर माथि अमले
मा पुगिसकेको छु र यहाँ चाहिँ ब्रसहरू गराए हुँदैछ। यहाँ देख्न सक्नुहुन्छ दाजु पनि एकदम मुखसुक धुँदैछ, फ्रेस हुँदैछ। र यो जग्गा चाहिँ पहिला आजभन्दा 5-7 वर्ष अगाडि आउँदा चाहिँ यस्तो घिनलाग्दो थियो, तर अहिले चाहिँ नचिन्ने भइसकेछ। यहाँ पर चाहिँ मेनकाइन्ड भन्ने कम्पनी छ, यहाँ पर कम्पनीको चाहिँ पुरा सामान लिएर आउँथ्यो हामी। र अब ब्रस गऱ्यो, त्यहाँबाट फेरि जानुपर्छ है त। यहाँबाट अझै 1-1.5 घन्टाको बाटो छ, हेर्दै जाउँ। र हिजो चाहिँ हामी आएर किर्नेमै रेस्ट गरेको थियो, राति 11 बजिसकेको थियो। त्यसले गर्दा चाहिँ किर्नेमै रेस्ट गरेर अहिले चाहिँ बिहान 4 बजी उठेर हिँडेको। र लुगाको गति छैन, हात खराब भइसक्यो। र अहिले चाहिँ यहाँनिर फ्रेस हुँदैछ, त्यसपछि चाहिँ हामी निस्किन्छ है त। हेर्दै जाउँ माथि पुग्दा के हुन्छ, बाटो के कस्तो छ तपाईँलाई देखाउने नै छु। र भिडियोलाई लास्टसम्म हेरिदिनु होला। है त साथीहरू, हामी चाहिँ अहिले याङयाङको उकालो लागिसकेको छु। देख्न सक्नुहुन्छ अहिले चाहिँ 6:15 रहेछ टाइम चाहिँ। र एकदम फ्रेस भएर चाहिँ हिँडेको उकालो चाहिँ यस्तो छ बाटो। यो बाटो त पहिलादेखि राम्रै थियो। यहाँदेखिको नजारा चाहिँ यस्तो छ। गाउँको नजारा यो जग्गालाई चाहिँ के भन्छ खास त्यो चाहिँ थाहा छैन नाम। अब माथि अब यहाँबाट 1-1.5 घन्टा लाग्छ, 1 घन्टा होला सायद। याङयाङ त बेसी टाइम लाग्दैन, तर याङयाङबाट पनि अगाडि जानुपर्ने छ हामीलाई चाहिँ। र त्यसले गर्दा हेरौँ कति टाइम लाग्छ। जाँदै गरौँ उकालो। उकालोमा गाडी पनि हिँड्दैन, लोड गाडी हो, आरामले जानुपर्छ। यस्तो छ साथी हो बाटो चाहिँ। तपाईँहरू याङयाङ आउनु भएको छैन भने चाहिँ याङयाङको बाटो चाहिँ यस्तो हो। यही हो याङयाङको बाटो चाहिँ। लौ त साथी हो, याङयाङ चाहिँ पुग्यो हो। याङयाङबाट पनि यता पात्तिम भन्ने जग्गा रहेछ, तर यहाँको चाहिँ बाटो खराब। यो उकालो यहाँ तलसम्म चाहिँ एकदम कार्पेटिङै रहेछ, तर पुरा भिरको बाटो, सिङ्गल बाटो। यो उकालोमा चाहिँ अड्कियो गाडी, मेरो चाहिँ होइन। यो गाडी अड्केकोले गर्दा चाहिँ मेरो पनि अड्कियो। माथि गएर चाहिँ बाटो बनाउनु छ अरे, ढुङ्गा छाप्नुपर्छ अरे हो। अब जान्दैछु, दाजुले ल्याएर टुप्पोमा अड्कायो। अब मेरो पनि अड्कियो। अब जाउँ माथि के हुन्छ। यस्तो छ बाटो चाहिँ, माथि टर्निङमा आएर अड्किरहेको छ हो। र यो टर्निङमा सायद म अगाडि भएको मेरो गाडी चाहिँ निक्लिन्थ्यो होला। जानुपर्ने बाटो चाहिँ यो हो। यस्तो उकालो रहेछ, कच्चा बाटो। हेरौँ त्यहाँ एउटा अड्किरहेको छ। मेरो त झन् तलै छ। हेरौँ कहाँसम्म के छ बाटोको अवस्था। तान्नु चाहिँ पर्ने मेरो गाडीले चाहिँ भनेको, तर अगाडि हिँड्ने गाडीले नतानेर चाहिँ म पनि अड्किएँ। जाँदैछु अब सबैजना गएको छ माथि ढुङ्गा छाप्नुको लागि बाटोमा। म पनि जान्दैछु। हेर्दैछु अब बाटो चाहिँ यस्तो रहेछ है त, कच्चा बाटो। यहाँ चाहिँ गुम्बाको इँटा लिएर आएको हामीले। यहाँ माथि चाहिँ गुम्बा बनिँदैछ अरे। र
हेरौँ अब के हुन्छ। लु है साथी हो, हेर्नुहोस् है, यहाँ गाडी चढेन, यहाँ चाहिँ पल्टी गर्दैछ पिकअपमा। यो गाडी निक्ल्यो भने चाहिँ मेरो निक्लिन्छ कि भन्ने आश गरेको छु। बाटो चाहिँ यस्तो कच्चा बाटो छ हो, हेरौँ कति बेला पुग्छ माथि, थाहा छैन। ल है साथी हो, म चाहिँ खालीगढी ठाउँमा पुगिसकेँ। अहिले चाहिँ भयो 2 घन्टा जस्तो पुगेको र पुगेर एक निन्द्रा मजाले सुताइ भयो। यहाँ चाहिँ आधी खाली भइरहेको छ गाडी र अर्को गाडी चाहिँ उता अगाडि खाली हुँदैछ। बाटो चाहिँ एकदम खराब रहेछ यहाँको, खाली गर्नु पनि टाइम लाग्छ। यहाँबाट फेरि पिकअपमा पल्टी गरेर लानु पर्दो रहेछ हो। यस्तो सानो बाटो, 7 किलोमिटर जस्तो चाहिँ यस्तो सानो बाटोबाट आएको। तल त गाडी नचढेर बिजोक बल्ल बल्ल आइपुग्यो सुनसान जग्गामा हो। यस्तो जग्गाबाट यो तल साइडबाट घुम्दै 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 आएको र अहिले भने चाहिँ खाना खानको लागि बोलाएर चाहिँ भर्खर निस्केर चाहिँ हिँडेको गाडीबाट। निन्द्रा चाहिँ मजाले पुग्यो र आधी चाहिँ झारिसकेको छ मेरो गाडीको इँटा, र आधी चाहिँ अब त्यो गाडी सकेर हुन्छ। यस्तो बाटो छ, हेरिहाल्नुहोस्, बाटो चाहिँ एकदम खराब रहेछ। अब चाहिँ आँट नगरौँ मलाई बाटो आउने घरिघरि र जाँदैछु। अब यहाँनिर खानासाना खाएर आउँछु, भोक पनि लाग्यो अब हो, निन्द्रा पनि मजाले पुग्यो। अब के गर्ने यस्तै छ होइन। म आउँदै बेलामा चाहिँ पुरा गरम भइरहेको थियो, तर अहिले चाहिँ चिसो चिसो मौसम पनि चिसो हुन थाल्यो। एकदम लेक पर्दो रहेछ यो जग्गा चाहिँ। र अब जाने हो माथि, खानासाना खाएर चाहिँ अनलोड गरेर फर्किन्छु। ल है त साथी, अहिले चाहिँ ड्याङ्की ड्याङ अनलोड हुँदैछ गाडी। अब चाहिँ आधी मान्छे अघि झरिसकेको थियो हो। यहाँ मलाई हान्छ है साथी हो, अहिले चाहिँ डह्रो धुलो त। अब चाहिँ रिलिफ भयो, गाडी चाहिँ खाली भयो। अब खाली गाडीमा यो बाटो फेरि फर्किनु चाहिँ कथा छ। गाडी नतानेको एकपट्टि है, हाम्रो दाजु खुसी भइरहेछ गाडी खाली भएर। अब यहाँबाट चाहिँ अब टिस्टा पुग्दा चाहिँ रातै पर्छ है, पर्छ नि। यस्तो छ है, यहाँ माथि चाहिँ रहेछ गुम्बा बनिँदैछ, तर माथि चाहिँ गाडी नपुग्ने बाटो छ, त्यसले गर्दा चाहिँ है अब चाहिँ खाली भइसक्नु आँट्यो। यहाँनिर हातमा जुगा टालेर टेन्सन जुगा खाने मान्छेहरू तपाईँ चाहिँ जुगा खान्छ साँच्ची। म चाहिँ जुगा भनेपछि चाहिँ साह्रो उयो लाग्छ, यसो जग्गामा चाहिँ जुगा लागेर। लु त साथी हो, यस्तै थियो आजको भिडियो। जङ्गल बिचमा छ हामी चाहिँ, धन्न खानापिनाको चाहिँ व्यवस्था रहेछ है दाजु, नभने चाहिँ आज चाहिँ हामी हालत खराब हुन्थ्यो। ल त अब फेरि भेट्छु अर्को भिडियोमा, तबसम्मको लागि बाई बाई सबैजनालाई, टेक केयर।